तर सरकारको यो प्रारम्भिक यो सुरुकै अवस्थामा पनि राम्रा कामहरू जनताका सुनवाईहरू गर्दै आएको खोज खबर आइरहेको छ। राम्रै हुन्छ होला, कसरी हेर्नु भएको छ आमा? कुरो मात्रै सुनेका छौँ, काम देखेका छैन। यस कारणले काम देख्नु पर्यो। अनिखेरि अब तपाईँ भन्नुहुन्छ भनेदेखि यो गृहमन्त्रीको भिन्दै कुरो हो। नयाँ केटो आएको छ, यसो गर्छु उसो गर्छु चुड्की मुर्की अनेक खण्ड गरेर आउनुभएको छ, उहाँले कसो गर्नुहुन्छ भिन्दै कुरो हो। तर पुष्पकमल दाहालजी त तेस्रोचोटि प्रधानमन्त्री बनिरहनु भएको छ। यस कारणले उहाँले चुड्की मुर्की गरेर हुँदैन, उहाँले त काम गरेर देखाउनुपर्छ। हामी नेपालीलाई काम गरेर देखाएपछि मात्रै अनि हामीले पत्यार गर्ने। र साँचो भन्नुहुन्छ भने अहिलेको मन्त्रीमण्डलको चटके चाहिँ त एमालेको नेता केपी ओली नै हुनुहुन्छ। र उहाँको राजनीतिकी तौर तरिका जो तीक्ष्णता छ, जो गरेर देखाउनु हो, यो म त धन्यवाद चाहिँ त एमालेलाई नै दिन्छु। यो एमाले गर्दा आज नेपालमा भएका सबै दलहरू मिलेर सरकार निर्माण गरे। यहाँ त अहिले प्रतिपक्ष पार्टी नै छैन, सरकारको विरोधी नै छैन भनेर हिजो पूर्व उप प्रधानमन्त्री रघुवीर महासेठले भन्नुभयो पत्रकार सम्मेलन गरेर, सरकारको विरोधी नै छैन अरे अहिले। अब पुष्पकमल दाहाललाई विश्वासको मत दिँदाखेरि दुईटा मात्रै निक्लेका, चित्रबहादुरजी र अर्को एउटा भक्तपुरे माननीय दुईजना नेको सबैले समर्थन गरे। हाउसले पुष्पकमल दाहाललाई विश्वास गरे भनेदेखि यो त अपूर्व ऐतिहासिक घटना घटेको छ। अब यसो गरिकन हाउसले यत्रो विश्वास राखेपछि पुष्पकमल दाहालले यो तेस्रो पटक प्रधानमन्त्री भएको मान्छेले केही न केही त गरेर देखाउनु पर्यो देशको लागि, केही नयाँपन। अब उहाँले भन्नुभएको छ म भ्रष्टाचार निवारण गर्छु, म सुकुम्बासीलाई सबैलाई छानो दिनुभयो भने सुकुम्बासी चाहिँ निवारण। अब सबै काम एकैचोटि हाम्रो देशले गर्नु सक्दैन, कुनै पनि कामलाई। जस्तै अब सुकुम्बासी समस्यालाई म निवारण गर्छु भनेर एउटा पनि व्यक्तिलाई सुकुम्बासी नराख्ने हो भने वाह पुष्पकमल दाहाल प्रधानमन्त्री धन्यवाद भन्नुहोला। यहाँ त भ्रष्टाचार पनि त नियन्त्रण गर्नुहुन्छ नि, भ्रष्टाचार पनि बढ्या छ। यो हिजै भएका राजनीति अस्थिरता काम त कामै काम छ नि, यो देशमा त समस्यै समस्या छ, कामै काम छ। हामी त समस्यामा डुबेका छौँ, तल बाटो पुछर बाटो बिग्रेका हामी देश हौँ, गरिब देश हौँ, समस्यामा डुबेका देश हौँ। यस कारणले हाम्रो त हामीसँग त समस्यै समस्या छ। तर समस्यै समस्या भए तापनि नेपाल यस्तो देश हो कि प्रकृतिले यसलाई यति धनाढ्य बनाइदिएको छ कि विश्वमा दोस्रो नम्बरको पानीको धनाढ्य देश। तैपनि मेलम्चीको पानी ल्याएर खानलाई हाम्रो नेताहरूले 22 वर्ष लाए। 22 वर्षमा नि निश्चित छैन खानु पाइन्छ भनेर। अहिले त बर्सात नआएको हुनाले, बाढी नगएको हुनाले पानी खानु पाइरहेछ, त्यही पनि 1 घन्टा 1.5 घन्टादेखि ज्यादा छोड्दैन भने। अब रह्यो कुरो के भनेदेखि अहिलेको नयाँ मन्त्रीमण्डलले गर्ने काम कुरो र नयाँ मन्त्रीमण्डलले अहिले त गफ मात्रै लागेको छ। तपाईँले अघिदेखि भटभटाइरहेछ, मैले सुनिरहेको छु। खालि यो मुखले भन्नु र कामले गरेर देखाउनुमा धेरै अन्तर छ। पहिले हामीले त के भने आज तक हामीले त हाम्रा मन्त्रीहरूको, प्रधानमन्त्रीहरूको, हाम्रा मन्त्रीहरूको, हाम्रा अगौटेहरूको, हाम्रो नेताहरूको खालि गफ मात्रै सुनेका छौँ, भाषण मात्रै सुनेका छौँ। काम चाहिँ र हामीले त्यतिको देख्नु पाएको छैन। यस कारणले अब अन्तर्राष्ट्रिय एयरपोर्ट पनि पोखरामा एउटा बने, त्रिभुवन एउटा भैरवामा बनेको छ भने, त्यस्तै अन्तर्राष्ट्रिय खेलकुद ग्राउन्डहरू पनि बन्दैछ भने। त्यस्तै गरिकन देशको प्रत्येकलाई एउटा नागरिकता दिनु नसक्ने, प्रत्येक नेपालीलाई नागरिकता दिन्छु भने जस्तो पहिले दिएर 6 महिनामा दिएर देखाउँछु भने भन्नुभएको छ प्रधानमन्त्रीले। यस कारणले 6 महिनामा प्रत्येक नेपालीलाई नागरिकता दिएर देखाउनु पर्यो अनि परिचय पत्र कार्ड दिएर देखाउनु पर्यो। र अर्को कुरो चाहिँ के भनेदेखि
घुस निवारण गर्छु भनेको छ र सुकुम्बासीहरूलाई चाहिँ र प्रत्येक सुकुम्बासीहरूलाई देशमा यतिको जग्गा जमिनहरू पढेका छन् भने तिनलाई उचित ठाउँमा लगिकन बसोबास गराउनु पर्यो। आमा तपाईँले सुन्नु भएको चाहिँ छैन यो हाम्रो जनक शिक्षा सामग्री केन्द्र भक्तपुरमा जुन छ अहिले चाहिँ यसले पाठ्य पुस्तक देशैभरि विद्यालय के अरे के भन्छ यसलाई स्कुललाई के होइन सामुदायिक विद्यालय होइन सामुदायिक विद्यालयहरूलाई चाहिँ पाठ्य पुस्तकहरू पुर्याउँदै आएको जनक शिक्षा सामग्री केन्द्रमा भ्रष्टाचार गर्दै गरेको भेटियो भन्ने कुरा आएको छ। 13वटा कन्टेनरमा तपाईँको चाहिँ कच्चा पदार्थ त्यो कागज बनाउने कच्चा पदार्थ भित्रैबाट चाहिँ बाहिर ल्याएर फेरि अर्को गाडीमा लोड गरेर फेरि भित्र इन्ट्री गर्दै गरेको चाहिँ बिदाको दिन इन्ट्री गर्दै गरेको पत्रकारले भेटाए, अधिवक्ताहरूले भेटाए। अहिले रङ्गी हात समातिरहेका छन्। अख्तियारमा पनि उजुरी परिसक्यो, गृह मन्त्रालयले पनि छानबिन गर्दैछ, भक्तपुरको प्रहरीले पनि नियन्त्रणमा लिइसक्यो। अब यहाँ त 5-6 करोडको चाहिँ भ्रष्टाचार हुँदै गरेको रङ्गी हात फेला पर्दैछ आमा जनक शिक्षा सामग्रीमा। यसलाई कसरी हेर्नुहुन्छ आमा? यो यस्ता यस्ता भ्रष्टाचार त रङ्गी हात फेला पर्न थाले। यस कारणले हाम्रा प्रधानमन्त्रीज्यूले र हाम्रा गृहमन्त्रीज्यूले काम गरेर देखाउनु पर्यो। त्यति कति नम्बरको कागज ल्याउनु भनेको रे, त्यो नम्बर कागज कमसल, त्यो जति नम्बरको कागज ल्याउनु भन्थ्यो त्यो कागज लगाएर त्योभन्दा कमसल नम्बरको कागज ल्याएको हुनाले त्यसलाई फर्काएको, त्यो फर्काएको पनि फेरि दोहोऱ्याएर यही ठिक यो कागज अर्को कागज ल्याएको भनेर फेरि लिएर गएको रे भन्ने आदि कुरोहरू छ। अब यस्तो कुरोहरू भ्रष्टाचार निवारण गर्ने प्रधानमन्त्रीजीले हेर्नु पर्यो, गृहमन्त्रीज्यूले हेर्नु पर्यो, कारबाही गर्नु पर्यो र यस्ता मान्छेहरूलाई हुन त हिजो अस्ति एउटा आयोगको प्रमुखलाई नै कारबाही पनि गरेका छन् भ्रष्टाचारमा 70 लाख हो कति के भनेर सुनेको छु भने। यस्तो प्रकारको काम कुरो चाहिँ र 2-4 जनालाई गरेपछि सब ठिक भएर जान्छ। 2-4 जनालाई नियन्त्रण गर्यो भने अरू चाहिँ होसियारी भएर चाहिँ नियन्त्रणमा बस्छन् होला नि त। तर नेपालीले होसियार हुनु जाने छैन बाबु। मैले त हिजो अस्तिको दिन एकजना भाइ आउनु भएको थियो, एउटा राई भाइ आउनु भएको थियो अन्तर्वार्ता लिनलाई। उहाँले मलाई प्रश्न सोध्नुभयो, तपाईँ यो देशको मूल आदिवासी जनजातिहरू एउटा रक्त क्रान्ति अब गर्दैछन्। मैले भने अब गर्दैन। किनभनेदेखि हाम्रो जाँड पकाउँछौँ, घ्याम्पामा जाँड हालेपछि त्यो ढक्कनलाई राम्रोसँग लाउँछौँ, किनभने त्यो ढक्कन ओपनिङ भयो भनेदेखि चाहिँ सास जान्छ अरे। सास गएपछि त्यो जाँड हुँदैन र जाँडमा जुन प्रकारको एउटा तत्त्व हुनुपर्छ, जुन प्रकारको एउटा तेज हुनुपर्छ, जुन प्रकारको गुण छ त्यो गुण छैन, हुँदैन। र यस कारणले अहिले यहाँको मूल आदिवासी जनजातिहरू सास गएका जाँड जस्ता भएका छन्। उनीहरूलाई केही थाहा छैन। अहिले यत्रो भन्नुहोस् त, यो युग भनेको त मोबाइल युग हो, यो युग भनेको त मिसाइल युग हो। यस्तो वैज्ञानिक युगमा आएर पनि उनीहरू जागृत भएको छैन। तपाईँले यो कुरा गर्दै गर्दा मलाई एउटा कुराको स्मरण भयो। अस्ति मात्रै 27 गते पृथ्वीनारायण को चाहिँ शालिगमा पृथ्वी जयन्ती मनाउँदै गर्दा आङ्काजी शेर्पाले चाहिँ अहिलेका मन्त्रीहरूको पृथ्वीनारायणको शालिगमा चाहिँ थुथु गरेर आगो लगाए। ब्राह्मण क्षेत्रीहरूले यो देश खाए। हिजोका चाहिँ जनजातिले, आदिवासी जनजातिले बनाएको यो नेपाल आज सबै लुटे भनेर चाहिँ पुरा विरोधमा आएका थिए। अब यिनलाई प्रहरीले पनि नियन्त्रण गर्नु पर्यो। आङ्काजी शेर्पा चाहिँ कस्तो व्यक्ति हुन्? यिनी जनजाति पर्दैन? हेर्नुहोस्, मलाई जनजाति महासङ्घका महिलाहरूले सम्मान गर्न बोलाए। सम्मान गर्नु बोलाएको एउटा रेस्टुरेन्टमा लगेर मलाई सम्मान गरे। अनि मैले फर्कँदाखेरि ड्राइभरलाई सोधेँ, बाबु यो जनजाति महासङ्घको अफिस कहाँ छ? भने त कहाँको अफिस हुनु? अनिखेरि त्यहाँ पछिबाट अनि मैले पनि यो जनजाति महासङ्घलाई दिएको यो मोटर त भाडामा लाइरहेछ जनजाति महासङ्घले। म भाडा तपाईँलाई पुर्याउने र ल्याउने काम मलाई अहिले अराएर काम गरिरहेको छु
बन्यो। अनि म यदि जनजाति महासङ्घको अध्यक्ष भएदेखि यस्तो वातावरणमा यस्तो मन्त्रीहरूलाई जनजाति महासङ्घ जस्ता अध्यक्षहरूले थर्काउनु सक्छ, भन्नु सक्छ, उनीहरूबाट केही गर्नु सक्छ भने म त यहाँ त एउटा सातै प्रदेशबाट आउने मान्छेहरू बस्नु आउने एउटा गेस्ट हाउस बनाउँथेँ होला, सातै प्रदेशको एउटा म सङ्ग्रहालय बनाइदिन्थेँ होला र त्यस्तो गरिकन केही न केही त एउटा अफिस आफ्नो हुनुपर्छ राम्रो। यति बेला त घर जनजाति महासङ्घ भनेको त सानो कुरो होइन नि, त्यसले त एउटा आफ्नो अफिस बनाइसक्यो। म एउटा भद्रकुमारी घले यहाँ आउँदाखेरि आज भद्रकुमारी घले सेवा सदनमा आर्ट ग्यालेरी छ, सङ्ग्रहालय छ, पुस्तकालय छ, गुम्बा छ, ज्येष्ठ नागरिक छ, उपभोक्ता सहकारी छ, अनाथालय छ, स्कुल छ, सबैलाई घर बनाएको छ। अलिअलि भाडासाडा लगाएर बिजुली पानी तिर्नलाई स्वावलम्बी बनाएको छ। त्यत्रो सारा कामको सामाजिक काम गर्दा पनि मैले कुनै व्यक्तिसँग एक पैसा आज तक मागेको छैन। न यो नेपाल सरकारसँग एक पैसा चन्दा मागेको छ, न चौपला जस्तो डोनरहरूसँग मागेको छ। हिम्मत गर्नुपर्छ, आँट गर्नुपर्छ, अघि बढ्नुपर्छ, लागि पर्नुपर्छ। सबै कुरोमा आफ्नो भाग्य आफै बनाउँछ, आफ्नो विकास आफै गरिन्छ। जे आफ्नो चाहना हो त्यो हामीले आफै पुर्याउन सक्छ बाबु भने त्यस्तो चाहिँ मलाई विश्वास छ र त्यसरी गर्न सक्छ भन्ने भद्रकुमारी घले सेवा सदन तपाईँहरू गएर हेर्नुहोस्। भनेपछि ती आङ्काजी शेर्पा जुन आदिवासी जनजातिको प्रतिनिधित्व गरेका प्रतिनिधि हुन्, यिनीले चाहिँ खासमा यो के गर्न खोजे हुन् त? नेपालीहरूलाई लडाउन कटाउन गर्न चाहिँ नसक्ने, त्यसै गर्जेर हुन्छ, त्यसै गर्जेर त भएन नि। उहाँ त अध्यक्ष पनि भइसक्छ, आङ्काजी त एक फेर अध्यक्ष भइसक्यो होइन जनजाति महासङ्घको भनेदेखि काम गरेर चाहिँ नदेखाउने, त्यसै बित्थामा गर्जेर हुन्छ। गृहमन्त्रीलाई चाहिँ त्यसरी थुथु गर्नु भएको छ नि, त्यो फोटोलाई चाहिँ देखाएर होइन थुकेर जलाउनु पनि भएको छ। रवि लामिछानेको फोटो जलाउनु भयो, अनि त्यसपछि लिएर प्रधानमन्त्रीको पनि त्यसै गर्नुभयो। अब पृथ्वीनारायणको चाहिँ फोटोमाथि थुथु गरेर खुट्टाले कुल्चेर आगो लगाउनु भयो भने चाहिँ यो गणतन्त्रको पुरा विरोधमा हुनुहुन्छ उहाँ, यो राजतन्त्रको पनि विरोधमै हुनुहुन्छ। जनजातिको छोरा चाहिँ यो देशको राजा हुनुपर्छ, जनजातिको छोरा वीरेन्द्रको कता कतापट्टिको चाहिँ जनजातिपट्टिको एउटा छोरा छ, त्यसबाट तिनीको सन्तान छ, छोरा छ, त्यसलाई चाहिँ राजा बनाउनुपर्छ। के राणा समथिङ के राणातिरको यो चाहिँ यो वीरेन्द्रको वंशको चाहिँ कुनै पनि चाहिँ राजा बनाउनु हुन्न, ज्ञानेन्द्र सेन्द्र पनि अब राजा बनाउनु हुन्न भनेर बोल्नु भएको थियो अहिलेभन्दा 3 महिना अगाडि हाम्रै मिडियामा होइन उहाँले। भनेपछि यो त एउटा एक किसिमले त यो व्यवस्थाको विरोध र भोलिका दिनमा ठुलो देशले रिस्क लिनुपर्ने अवस्था आयो त उहाँप्रति। भोलिको दिनमा त्यस्तो हुन्छ भनेर म भन्थेँ, तर अहिले म तपाईँहरू सामने भनिरहेको छु त्यो क्षमता नै छैन है। मूल आदि ऊ अध्यक्ष भइसकेको मान्छे आफू अध्यक्ष हुँदा केही नगर्ने र अहिले आएर उफ्रेर पाफ्रेर कहीँ हुन्छ। भनेपछि यो राज्यले यो व्यवस्थाले डराउनु पर्ने भोलि कुनै कोही जरुरत छैन। छैन म त डराइरहेको छु कहीँ यो देशको आर्यनहरू त्यस्ता सास गएका जाँड जस्ता नहुन् भनेर। अब 5-5 चोटि प्रधानमन्त्री हुँदा केही काम गर्दैन। यस कारणले त्यो मूल आदिवासीहरू जस्तो सास गएको जाँड भएको छ, त्यस्तै यी अहिले डाडु र पन्यु लिएर यता र उता तपाईँहरू आउनु भएको छ, यसो अन्तर्वार्ता लिनुहुन्छ। कहीँ तपाईँहरूको नि सास गइसकेपछि ती मूल आदिवासी जनजातिहरू जस्ता नहुन् भनिकन भगवान्सँग प्रार्थना गरिरहेको छु। अब हामीले यो पछिल्लो समय बारेमा चाहिँ कुराकानी गऱ्यौँ होइन। हस्, समय दिनुभयो त्यसको लागि हजुरलाई धेरै धेरै धन्यवाद आमा है। ल यसरी आइदिनु भयो, दुःख पाइदिनु भयो, मेरो अन्तर्वार्ता लिइदिनु भयो, यसको लागि तपाईँहरू नौजवान ठिटाहरूलाई धेरै धेरै धन्यवाद। तपाईँहरूको सास चाहिँ नजाओस् भनिकन भगवान्सँग प्रार्थना गर्छु। हस्, धन्यवाद।